हजुरहरूको सामु मैले फ्रेशली प्रिपरेसन गरेर देखाउँछु भनेकी थिएँ र म हेर्नु मसला त मैले म्याग्नेट गरिसकेकी थिएँ। यो पहिलाको मसला नबुझिदिनु होला किनभने पर मसिम समय अलि कम हुन्छ र आज मेरो टिकटकरमा म लाइभमा बसेकी थिएँ। टिकटकमा एकजना मेरो कस्टमरले मलाई फोन गर्नुभयो र उहाँले भन्नुभयो म हजुरको खाना टेस्ट गर्न चाहन्छु अनि फेरि उहाँले मलाई अफिसली उहाँले मलाई एकदम याद गर्नुभयो, यस्तै याद गरेर मगाइदिनु भयो, मेरो खाना टेस्ट गर्न चाहनुभयो। थ्याङ्क यू सो मच। हजुरले मलाई मेरो खाना अर्डर गर्नुभयो र म हजुरलाई एकदमै दिलसे धन्यवाद दिन चाहन्छु। म देखाउँदैछु, मैले हेर्नुहोस् त म फ्रेशली प्रिपरेसन गर्छु। मैले तेल पनि मैले कुनै स्टकको लिन्न, एकदम फ्रेस ताजा तेल मैले राख्छु। म हजुरहरूलाई देखाइरहेकी छु। म लाइभमा म बस्नलाई अलि मलाई असुविधा भएछ किनभने पर मेरो हेर्न सक्नुहुनेछ म कुन तेल राखेँ भनेर है। म फ्राई गर्छु, फ्रेशली हो र कुनै स्टकको खाना मेरोमा हुन्न भनेर मैले बारम्बार हजुरलाई भनिरहेकी छु। यस्तै यस्तै हजुरलाई खाना चाहिएको छ भने पर मसँग सम्पर्क गर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच। सपोर्ट मी प्लिज अर्डर नाउ।